हेलो गाइस, म चाहिँ खोलामा आएको छु घुम्नुको लागि। घुम्नु पनि अन्त यो पूजा गरेर राखेको सामानहरू सेलाउनु पनि आएको। अनि के गर्नु, माइतमा बस्ने बानी भएर घरमा त बस्नु मन लागेन। अन्त बुढालाई जाउँ न बुढो एकछिन घुम्नु भनेर आएको छु। मेरो बुढोले चाहिँ हेरिरहनु भएको छ, हेरिरहनु भएको छ मलाई चाहिँ। यहाँ पानी के खोला, यसलाई के खोला भन्छ? मानन्दा खोला अरे। मानन्दा खोलामा के दिनु? आउनु लु, जानु। म चाहिँ जाँदिनँ। चाबी लु, यो बगाएर आउनु ल, सेलाउनु। अन्त सिलगढीको मानन्दा खोला अरे हो। खोला त सुकेर छैन, पानी त धेरै त, तर बर्खामा त पुरा ठुलो हुन्छ नि, पुरा ठुलो भेल बग्छ। अनि घर बसेर अल्छी लागेर त्यही सामान, पूजाको सामानहरू अलिअलि थियो, त्यही सेलाउने बहानाले